हेलो ए नमस्ते साथीहरू। आज चाहिँ ट्याक्क लाएर हैन म चाहिँ अब आफ्नो बारीतिर चाहिँ आज घाँस लिन जाँदैछु हैन गाइस। ट्याक्क म चाहिँ फाइनली बारी पुगिसकेको छु। अब यो रुख चाहिँ घाँस झार्नु पर्ने हो। ट्याक्क लाएर म चाहिँ सुई अझै म चाहिँ घाँस झार्नतिर लागेँ हैन गाइस। भिडियोको स्पिड चाहिँ अलिकति बढाइदिएको हैन गाइस, राम्रो भिडियो हुने भयो नि त, त्यही भएर भिडियोको स्पिड चाहिँ हल्का बढाइदिएको। ट्याक 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 म चाहिँ घाँस झार्दैछु गाइस हैन। अब तपाईँहरू चाहिँ के काम गर्नुहुन्छ भन्नु है। तपाईँहरू चाहिँ के काम गर्नुहुन्छ? म चाहिँ गाउँमा बस्छु नि त, गाउँमा बसेपछि त सबै काम गर्नु पर्यो हैन। गाई बस्तु हुन्छ, गाई बस्तु घाँस सबै गर्नु पर्यो। मैले चाहिँ फाइनली गाइस मैले चाहिँ लगभग घाँस झारि नै सक्ने हैन। म चाहिँ भिडियो स्पिड गरिरहेको छु क्या, अब मतलब यहाँ अब लामो हुने भएर त्यही भएर म चाहिँ स्पिड भइरहेको छु। अब चाहिँ म ट्याक 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 घाँस झार्दैछु, ओर्लिँदैछु भुइँतिर हैन गाइस। ट्याक्क भुइँतिर ओर्लिसकेपछि म चाहिँ अब चाहिँ लागेँ तपाईँको घाँसलाई सम्हाल्नतिर हैन गाइस। अब म चाहिँ छिटो तरिकाले अब घाँस सम्हाल्नतिर लागिरहेको छु हैन गाइस। देख्न सक्नुहुन्छ तपाईँहरू, यहाँ म चाहिँ टक 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 घाँस काट्दैछु हैन। डाला ठुल्ठुलो थियो नि त, अनि यो चाहिँ बर्डरको घाँस हो गाइस हैन। तपाईँहरूलाई चाहिँ बर्डरको भन्ने चाहिँ थाहा छ कि छैन हैन। यहाँ चाहिँ अब मेरो चाहिँ मैले चाहिँ घाँस सम्हालिसकेँ गाइस हैन। यहाँ देख्न सक्नुहुन्छ भाइ चाहिँ अम्लिसो काट्दैछ। यहाँ चाहिँ मेरो भारी हालिसकेको छ, भाइ पनि भारी हाल्दैछ हैन गाइस। अब चाहिँ म चाहिँ भारी बोकेर अब चाहिँ म गोठतिर लागेको है त गाइस। हाम्रो गोठमा चाहिँ तपाईँहरूलाई डाउट लाग्दै होला के चाहिँ छन् होला जस्तो लागिरहेको होला। घाँस त धरो बोको भन्ने लागिरहेको होला। यहाँ चाहिँ हाम्रो भर्खर एउटा भैँसी बिहान यहाँ पाडो छ हैन गाइस। देख्न सक्नुहुन्छ हाम्रो यहाँ चाहिँ दुई भारी घाँस छ। यहाँ गाई छ, भैँसी छ गाइस हैन। यहाँ भैँसी हाम्रो भैँसी फेरि मजाले मान्छ क्या, हान्दैन। यहाँ हाम्रो पाडो छ हैन। यहाँ हाम्रो बाख्रा, यो बोका चाहिँ फेरि मान्छेसँग जुत्छ क्या। भाइ चाहिँ फेरि जुत्न थालिगयो क्या गाइस। यहाँ चाहिँ हाम्रो घर हो हैन। ट्याक्क हामी चाहिँ घर आइपुगिसक्यौँ घाँस राखेर हैन गाइस। अनि यो चाहिँ हाम्रो घर हो, यो दुइटै हाम्रै घर हो। यो चाहिँ हाम्रो आमा हैन गाइस, देख्न सक्नुहुन्छ बुढी हुनुहुन्छ नि त, कस्तो माया गर्नुहुन्छ। यहाँ चाहिँ हाम्रो आज पिठो कुट्दैछु। ओके गाइस, बाई बाई। यो पिठो चाहिँ किन कुटेको भन्ने भिडियो चाहिँ नेक्स्ट भिडियोमा आउँछ है त गाइस। ओके बाई बाई। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त गाइस। ओके बाई गाइस।